हेलो एन्ड नमस्कार साथीहरू, सबैजना सन्चै हुनुहुन्छ होला? यो चाहिँ मेरो अपार्टबाट देखिने मनोरञ्जनमय दृश्य हो। म नुहाएर, उठेर त्यसपछि चर्चको लागि हिँडेँ अनि एटिएममा गएर मैले पैसा झिकेँ किनभने हामी सबैजनाले प्रीतम दाइलाई उठाएर दिने भनेर त्यसको जिम्मेवारी मलाई दिनुभएको थियो। धन्यवाद मण्डली परिवारलाई। मण्डली गएको त सरसफाइ हामीले गऱ्यौँ एकदम राम्रोसँग अनि बाउजूले चाहिँ पुलाउ चाहिँ मैले पकाएको भन्दै आउनुभयो। मण्डली गएर यसो बसेको त पछाडि ढोकातिर त एकदमै गन्जागोल आवाज आयो। के हो त भनेको त प्रीतम दाई, गङ्गा बाउजू अनि हाम्रो मण्डलीको नयाँ मान्छे आउनुभएको रहेछ। अनि म पनि नजिकै गएँ अनि उहाँले चाहिँ खोङसाङ निमले प्रीतम दाईको छोरालाई लिएर एकदमै क्युट बच्चा भनेर एकदमै खुसी हुनुभयो। त्यसपछि हामी सङ्गति सुरु गऱ्यौँ। सङ्गति सुरु गरिसकेपछि हामीले वचनहरू गायौँ, गीत कोरसहरू गायौँ, एकदमै ताली बजाउँदै एकदमै खुसी साथ हाँस्दै गाउँदै हामीले परमेश्वरको महिमा गर्दै भजन कोरसहरू बजाएर गाएर परमेश्वरलाई महिमा गऱ्यौँ। अनि आराधनाको समयमा आएका थियौँ अनि आराधनाको समयमा हामी सबैजना उठेका थियौँ। अनि आराधना जानुभन्दा पहिला चाहिँ भजन गाउनुपर्छ भनेको हुनाले हामी एकदम खुसी साथ भजन गायौँ। अनि आराधना सकेर पानी खान गएको त दाइ त असिन्याउलो पसिन्याउलो भएर भाँडा धुँदै खाना पकाइराख्नु भएको रहेछ। मलाई त कस्तो माया लागेर पो आयो। अनि त्यसपछि बेटी हामीले उठायौँ अनि बेटीको लागि र वचनको लागि प्रार्थना चाहिँ हाम्रो आदरणीय मिलन दाइले गर्नुभयो। अनि रमेश दाई, भाउजू, एके दाइले चाहिँ हाई भन्नुभयो। त्यसपछि हामी चाहिँ बेटीको प्रार्थना सकेर वचनतिर लाग्यौँ। नातिनी होस् भन्ने चाहना गरेका थियो होला, कर गरेका थियो होला। हाम्रो बुवा आमाले पनि के गर्नु त मेरो पनि छोरा होस् छोरी होस् भन्ने चाहना थियो होला, सन्तान होस् भन्ने चाहना थियो होला। अनि परमेश्वरले के गर्नुभयो, हामीलाई जन्म दिनुभयो। यसमा के छ, मानिसको चाहना एकातिर हुन्छ भने परमेश्वरको योजना, परमेश्वरको आशिष अर्कोतिर हुन्छ। आमेन। तपाईँ र हामी सबैजना परमेश्वरले दिनुभएका आशिषहरू। बच्चा जन्मिनु, मानिसको जीवन दिनु भनेको नि के हो त भन्दाखेरि परमेश्वरको कार्य हो। यो आफै हुने कार्य होइन। परमेश्वरले यस्तो तरिकाले त्यहाँ मिराकल गर्नुहुन्छ, आश्चर्य कर्म गर्नुहुन्छ कि आमाको गर्भभित्र बुवाको अंश र आमाको अंश मिलेर एउटा नयाँ जीवन सुरुवात हुन्छ। यस संसारमा मानिसले धेरै कुरा बनाएका छन्, बुझ्नुभयो? धेरै कुरा बनाएका छन्। हाम्रो नेपालमा चाहिँ खरबुजा यत्रो यत्रो हुन्थ्यो पहिला पहिला होइन। कोरियामा आयो भने यत्रो यत्रो भएछ। यो सानो खरबुजालाई ठुलो पनि बनाइदियो। नेपालमा आलु हेऱ्यो भने यत्रो हुन्छ, कोरियामा आलु पनि यत्रो हुन्छ। के गरेका पनि के बुझ्नुभयो होइन? अनि के हुन्छ त भन्दाखेरि हाम्रो नेपालमा चाहिँ सुन्तलाभित्र चाहिँ बिहा हुन्छ है। किन त बिहा चाहिँ हटाएर होइन, त्यो चाहिँ सिडलेस सुन्तला बनाएर होइन, कोरियामा तलखान सजिलो हुन्छ होइन, काको मुखमा हाल्दै गेडा आउँछ। यो के छ त भन्दाखेरि मानिसहरूले परिवर्तन गरेर ठुलोलाई सानो बनाए, सानोलाई ठुलो बनाए, यो भङ्ग्याउने कामहरू गरेका छन्। तर पनि कुनै पनि निर्जीव कुराबाट त्यहाँ चाहिँ जीवन दिने काम कसैले पनि गरेको छैन। जीवनको सुरुवात कहीँ पनि भएको छैन। यो संसारमा भएको जीवनलाई चाहिँ भङ्ग्याउने काम गरेका होलान्, त्यसलाई तोडमोड गर्ने काम गरेका होलान्, त्यसलाई ठुलो सानो बनाउने काम गरेका होलान्, आफ्नो चाहना अनुसार त्यसलाई बदल्ने काम गरेका होलान्। तर वास्तवमा नै नयाँ जीवनको सुरुवात कहीँबाट पनि भएको छैन र जीवन दिने परमेश्वर हुनुहुन्छ। हालेलुया। आमेन। तपाईँ हामीले परमेश्वरमा विश्वास गरौँ नगरौँ, हामीले चाहिँ परमेश्वरलाई मानौँ नमानौँ, तर एउटा कुरा के सत्य छ त, तपाईँ प्रत्येकको जीवन परमेश्वरको काम। तपाईँ र मेरो बुवा आमालाई लगाएर परमेश्वरले के गर्नुहुन्छ त भन्दा हाम्रो शरीरलाई बनाउनुहुन्छ, हाम्रो शरीरलाई परमेश्वरले दिनुहुन्छ। वचन सकेर अनि त्यसपछि हामी चाहिँ प्रभुको लागि 103 नम्बरको वचन गाउन लाग्यौँ। 103 नम्बरको वचन गाउँदै अनि प्रार्थना गरेर पास्टर दाई अनि सामेल दाईले चाहिँ रोटी अनि यीशु ख्रीष्टको रगतको सम्झनामा गर्ने त्यो दाग रस उहाँहरूले तयार पार्नुभयो। अनि 103 नम्बरको वचन गाउँदै हामी सबैजनाले प्रस्ताव गरिकन प्रभोज लियौँ। अहिले एकैछिन उहाँको आमाको काखमा गएर तपाईँले हेर्न सक्नुहुन्छ।
मलाई चाहिँ खुसुक्क अस्ति उहाँको घरमा गएको बेलामा नाम सोधेर आएको थिएँ कि नाम चाहिँ एकदमै राम्रो छ है। अब आजदेखि हाम्रो प्रितम जुनियरको नाम क्रिस्टोस नामाकरण गरिसकेपछि हामीले चाहिँ कोरियन स्वयंसेवकहरूलाई जसले हाम्रो मण्डलीमा हरेक हप्ता आएर बिना स्वार्थ सेवा गर्दै आउनुभएको छ, जसले हामीसँग त्यो गर्दै गर्दाखेरि भाँडा माझ्नेदेखि लिएर किचन सरसफाइ गर्नेदेखि लिएर हामीले केही पर्यो भने भन्दाखेरि निस्वार्थ भावना साथ सहयोग गर्ने हरेक काम गर्नुहुन्छ। त्यसको लागि हामीले एउटा कोरियन गीत गाएर धन्यवाद दियौँ। गति सकिसकेपछि एउटा सेल्फी हानौँ भनेको एउटा सानो भिडियो बनाएको भाउजूहरू हाँसेर हेरा। त्यसपछि हामीले खाना खायौँ, खाना खाएर गफगाफ गऱ्यौँ। गफगाफ गरिसकेपछि सबै काम सकिसकेको कारणले म चाहिँ ट्रेनमा सुत्दै घर आएँ। अनि एकदमै निन्द्रा लागेको कारणले गर्दा छिट्टो नै आइतबार छिट्टो नै सुतेँ। अनि सोमबारदेखि म रेगुलर काममा गएँ। हस्त धन्यवाद। कस्तो लाग्यो प्रतिक्रिया हजुरहरूको दिन नबिर्सिनु होला। धन्यवाद।